सुख करता दुख हरता वार्ता विघ्नाची पूर्वी पूर्वी प्रेम कृपा जयाची सर्वांगी सुंदर ओटी शेंदुराची कंठी झळके माळ मुक्ता फळाची रे मायाको डोली चढाई तिमीलाई लैजाउँला नि हो मायाको डोली चढाई तिमीलाई लैजाउँला नि मायाको डोली चढाई तिमीलाई लैजाउँला नि बसौँला सानै घरमा मै राजा तिमी रानी बसौँला सानै घरमा मै राजा तिमी रानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी मन्द्रोको बारा खराको छानो मन्द्रोको बारा खराको छानो दुःखको पाथी कहिले सुखको मानो दुःखको पाथी कहिले सुखको मानो होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी बसौँला सानै घरमा मै राजा तिमी रानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी ला 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 तिम्रो छाती मेरो बास अङ्गालो भरा तिम्रो छाती मेरो बास अङ्गालो भरा मेरो भन्नु मात्रै तिमी अरूको नै छरा मेरो भन्नु मात्रै तिमी अरूको नै छरा भुल गर्लौ कहिले काहीँ नरुवाउनु जानी जानी भुल गर्लौ कहिले काहीँ नरुवाउनु जानी जानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी मायाको डोली चढाई तिमीलाई लैजाउँला नि मायाको डोली चढाई तिमीलाई लैजाउँला नि बसौँला सानै घरमा मै राजा तिमी रानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी
मंगलम पुंडरीकाक्ष मंगलाय तनुहरि तदेव लग्नं सुदिनं त्यसलाई एउटा साइडमा गाड्न शिखरम देहति श्रीमानको बाबुआमा होइन निर्गन्धनम र अब रात्रिको चाहिँ सक्छ रात्रिको लागि दिन राख्नु तो लामको छाता अब यहाँ हो दुई फन्का के एकै फन्का भयो दुई फन्का भयो बाजा कहाँ राख्ने हो बाजा हो वरिपरि जाने फुल राखेको छ त किन घटाउ तिम्रो मान्छे उन तल गइछ मान्छे किन ल पूजा
गाईको पिठोमा रमणीले सर्वकार गन्दा ल भयो रे हो मन में तरते हे बात में तरते हे प्राण में तरते बर ल बेजले अब तो सरकार पत्र असते भगवान जाम के जाम प्रियाय लम्बोदराय सकलाय एउटा थालीमा जाने फलफुल्ला अब तिमी जाने त्यहाँबाट पुण्डरीकाक्ष मङ्गलाय तन्वरी तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं मान्छे पछाडि बस्नु है बाबु बाबु यता सहयोग गरेर धनालाई चाट्टै पारिदिनु भयो सुर्के बनाइदिनु है उहाँलाई फेरि गाह्रो पर्छ ल ल ठिकै छ त साह्रै मिल्ने तरिकाले
हस्तान्तरण गर्ने है ल यो हातमा दिया लगाइदेऊ आमालाई चाहिँ केही दिनु छ उपहार भने यही बेला अब म यताबाट बोलेर लिन्छ अब सक्नुहुन्छ गौतमको चाहिँ क्रममा अगाडि बढोस् आइहाल्नु भयो सबैले टिको लादी मान्छेले कुरो धाइयामालाई के उपहार देऊ ढिलो एकैबाट दुर्गा खोज्नु पर्यो भने टिकाराम जिल्ला टाइमले धाइयामा भइसक्यो कति भाइ कति बेला म लाने दिनु त्यो पनि एकै छ पुरा लोहिसरमा जालिङ हाटेर कपडै पाइन्छ अहिले एकछिन बेला हुन्ला राजस्थान मेरो ब्याग कहाँनिर हजुर जानु केही भएन एकैछिन जानु तपाईँको आयो मङ्गलम पुण्डरी राजा मङ्गलाय जनवरी सदैव आशीर्वाद मङ्गल दिइरहनु आधी घन्टासम्म पुरा गर्नु सानीमा हुनुहुन्छ यहाँ वरिपरि भने छुटपुट पट्टिहरूलाई गरेर सन्धि भएपछि त्यो बेला पनि दिनुपर्छ अहिले नभएको लागि जमाको त्यही राख्ने एउटा अब यहीँ उनीहरू मान्छे आफ्नो सबै कुर्दै बस्ने आउने गालीहरू त ठिकै बधाई छ शुभ सफल अब
माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा प्रीति नै प्रीति छ तिम्रो ठाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा सपनाको संसारमा म त भुले नि पिरतीको दुनियाँमा आइपुगे नि ए सपनाको संसारमा म त भुले नि पिरतीको दुनियाँमा आइपुगे नि होस हराउँछ मन रमाउँछ होस हराउँछ मन रमाउँछ तिमी हाँसिदिए हिमाल झैं तिमी हाँसिदिए हिमाल झैं माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा प्रीति नै प्रीति छ तिम्रो ठाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा माया कस्ती जुन जस्ती गाउँ बेसीमा छिट्टै भेट्ने मायालाई मनको तिर्सना ए माया कस्ती जुन जस्ती गाउँ बेसीमा छिट्टै भेट्ने मायालाई मनको तिर्सना म त आए लिन तिमीलाई
तिम्रो नाउँमा तिमलाई भेट्न आउँदैछु तिम्रो गाउँमा प्रीति नै प्रीति छ तिम्रो ठाउँमा तिमलाई भेट्न आउँदैछु तिम्रो गाउँमा माया नै माया छ तिम्रो नाउँमा तिमलाई भेट्न आउँदैछु तिम्रो गाउँमा प्रीति नै प्रीति छ तिम्रो ठाउँमा तिमलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमलाई भेट्न आउँदैछु तिम्रो गाउँमा तिमलाई भेट्न आउँदैछु तिम्रो गाउँमा दुबे नि हैन लडिन्छ जवाब गुरुले भन्नुहुन्छ त लैजाऊ लस्यो लयो चप्पल ल्याऊ यहाँ कि अरूले सामान सकेका हुन् त चप्पल ल्याइदिया फेरि मङ्गलम भगवान मङ्गलम 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 भयो एकै बाल्टी भयो 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 बनी त्यसै गरेर हाई ल लगायो हरिओम मङ्गलम भगवान ल हरिओम स्वस्ति न इन्द्रो ताली बजाउँ सबैले अर्का हुन्छ कि त्यसमा कान्छेमा हुम्ला छामा न आस्ते आस्ते त्यसलाई हो यार फुलले बाबुका लागि नि आशीर्वाद दिने यसो घुमाउनु राख्ने कसाल ल्यायो पाँचवटा कसाल मगाऊ पाँचवटा कसाल घर बनाएर फेरि पहिला बिचमा ल्याउ न दुई दुधल चान्नी हो दाना दाना बल्ल भाउ बल्ल भाउ oh
ज्योति छरिदिनु हो मुस्काएर सबको सामु मोती छरिदिनु हिउँ जस्तै गोरी यो गाउँकी छोरी हिउँ जस्तै गोरी यो गाउँकी छोरी पराई घर जाने भई सङ्गिनीलाई छोडी हामीलाई चटक्कै माया नमारे अनमाउने बेलामा आँसु नझरे हामीलाई चटक्कै माया नमारे अनमाउने बेलामा आँसु नझरे हामीलाई चटक्कै माया नमारे अनमाउने बेलामा आँसु नझरे हामीलाई चटक्कै माया नमारे ए तुलसी आँगनमा रोपौँला जीवनभरि छातीमा राखी मायाले छोपौँला तिम्रो त्यो मनमा मेरो पिराती कुन्दिन फुल्ने हो मलाई सम्झेर संसारलाई तिमी कुन्दिन भुल्ने हो तिम्रो त्यो मनमा मेरो पिराती कुन्दिन फुल्ने हो मलाई सम्झेर संसारलाई तिमी कुन्दिन भुल्ने हो ए तुलसी आँगनमा रोपौँला ए तुलसी आँगनमा रोपौँला जीवनभरि छातीमा राखी मायाले छोपौँला जीवनभरि छातीमा राखी मायाले छोपौँला तिम्रो त्यो मनमा मेरो पिराती कुन्दिन फुल्ने हो
परो लौल तरुले भइसालो दिन साइले बस्यो सीताल निर्दोष छन् ती तिम्रा हात
हावाहरूमा तिमी शीतल पवन हो नदीहरूमा तिमी हो पवित्र गङ्गा हो प्रकृतिले मलाई जन्म दिएकी तिम्रो सिउँदोमा सिन्दुर भर्न प्रकृतिले मलाई जन्म दिएकी तिम्रो सिउँदोमा सिन्दुर भर्न सरस्वतीले कलम थमाएकी सरस्वतीले कलम थमाएकी तिम्रो सुन्दरताको फुलहरूमा तिमी कोमल गुलाब हो नदीहरूमा तिमी त्यो पहने ना एकछिन अब सविताको लागि त्यतिको लैजाऊ न कान्छी देऊ बहिनीको हात भनेर दिन त भइहाल्यो नि
एउटा तँलाई एउटा घर छैन यो हजुरको बहिनी हो कि होला दुःख नदिनु होला जसरी यहाँ छोरीको स्थानमा बसेछ त्यसै गरी भए पनि छोरी नै हुन्छ बुहारी भएर जाने भाइटिकामा भेट्न आउला बिदाई छ आजलाई भाइटिकामा भेट्न आउला बिदाई छ आजलाई नरोई जाऊ चेली आशिष पराई नै आफ्नो आफ्नो नै पराई पराई नै आफ्नो आफ्नो नै पराई भाइटिकामा भेट्न आउला नरोई जाऊ माइतीको चोखो कोसेली होला सम्झना चेलीलाई
उता मङ्गलम भगवान् सबैजना उल्टी पेर राखेको खोइ माताले त पुज्ने हो नि सधैँ जति बेला नाम है बाबुला
देऊ फेरि बुढौसाला नलाइ नसर्लकै नि लैदेऊ ल्याउ ल ल अब पछि आफ्नो ठाउँमा लगेर राख्यो भयो तिनीहरू यहाँ बसेर चिया त सिद्धान्त फेरि हामीहरूको त कल्चर फरक छ अन्त जाँदाखेरि हाम्रो छोरीछोरी सुत्दैन के अरे म त्यता पनि सेटलमेन्ट मिलाउँछ मलाई गाली नरे ब्याङ्क हजुर आउनु यता भाइ उहाँ पनि घर यो स्याहार ल्याएको रे मैले ल सर भइहाल्यो हो लजालु के भनौ र मायालु के भनौ र साइना चिन्ता छैन वकिल श्रीमान दुईटा
उज्यालो भयो भाले बास डाँडैमा घाम खेलमै गयो आदि जोवन मायालाई भयो
घाँस खेलमै गयो आधी जुबान मायालाई भयो यसरी हान्नु नि ल राख्ने ठाउँ पनि जय हो सर धेरै लाग्यो हामीले त यहाँ काम उता उता हातमै ढोक गर्ने अब हातै गर पर्दैन जुन जस्तो मुहारा नराख लुकाई जुन जस्तो मुहारा नराख लुकाई फेरि रहूँ म यो घुम्टो उठाई फेरि रहूँ म यो घुम्टो उठाई सुस्तरी मायाले घुम्टो हटाई सुस्तरी मायाले घुम्टो हटाई नहेरिदेऊ लाज लाग्छ मलाई नहेरिदेऊ लाज लाग्छ मलाई माइक र सानीमा मात्र हुनु नि अब यही छ के बाहिर तिम्रो लौ हटाऊ लाज लाग्छ नहटाऊ घुम्टो तिम्रो लौ हटाऊ लाज लाग्छ नहटाऊ मान्छेले के भनेर ममक्क पर्दै आँखामा कि ओठमा तिमीलाई लुकाऊ हाकामा गिरमा कहाँमा सजाऊ ल बसन्ती जी आँखामा कि ओठमा तिमीलाई लुकाऊ हाकामा गिरमा कहाँमा सजाऊ बिहानीको लालीमा बिहानीको लालीमा सिन्दुरी रङ्ग सजाइदिनु माया मेरो अङ्ग अङ्ग
अग्रवासी सर्वलोकनाथ संसार नमो नमः जुन जस्तो मुहारा नराखल काई जुन जस्तो मुहारा नराखल काई कुरा कसो हो भने एवा बेता सुन त्यहाँबाट आफ्नो पाठ पूजाहरू जाने अब गात त गायत्री मन्त्र छैन अब अलि जपजाप तिम्रो सुख मेरो सुख पाका यही गर्छु खुसी सारा भोगी तिमी भित्र सर्छु तिम्रो सुख मेरो सुख सारा भोगी तिमी भित्र सर्छु साँझको गोधूली साँझको गोधूली तिम्रो न्यानो कथा अङ्गालोमा बेली जुन जस्तो मुहारा नराखल काई यस्तै राम्रो कपाल है हेरिरहँ म यो घुम्टो उठा एङ्गल 3 हेरिरहँ अनि पूजा गर्ने बेला अर्को बल ल्यायो उठाई ल शिरमा ल सुस्तरी मायाले सुस्तरी मायाले घुम्टो हटाई नहेरिदेऊ लाज लाग्छ मलाई नहेरिदेऊ लाज लाग्छ मलाई घुम्टो तिम्रो लौ हटाऊ लाज लाग्छ नहटाऊ घुम्टो तिम्रो लौ हटाऊ धुन पर्यो घुम्टो तिम्रो लौ हटाऊ घुम्टो तिम्रो त्यसै खाइन्छ दुधो खाइन्छ त्यसै खाताहरू पर्यो बा यसरी यसरी घरमा यसो पार यसरी हो यसरी बस गरेर छोड यसलाई हो खाना अब तिमीलाई लाग्यो तिमीतिर हात हाल ल सत्रै खायो बा तिमीले लयो मार गुरुबा त ए चढेछ 45 निकाल्छ त्यहाँ 45 हो उता बेहुलीले हाल्नुपर्छ कि 500 गर्नु बल्ल 1000 हाल्ने हो हजुर ल धान्यो धानेको छ ल तिमीले आना बाबु बोटै थोरै भयो के अब बन्द ल पर्यो ल खायो बा ल यो परेकै छैन शरीर थाप्ने भयो भने छैन दाम पैसा छैन बाँकी रोग यही जानु हो 100 रुपैयाँ यस्तो किन
बाबु लाभा यहाँ बाबुले दिनु त लाग्यो गर्न पर्दैन चन्द्रायको बलने मृत्यु दैनिक तथैव च समृद्धि सर्वदेवानां के शान्ति सर्वरोगहरो हरि सर्वकष्टहरो हरि यसाद मन्त्रहीनं क्रियाहीनं बुद्धिहीनं सुरेश्वरे यत्पूजितमया देव परिपूर्णतरस्मै यदक्षरपदा भट्टमात्राहीनं नमो नमः बारह बजे चाहे जीवन जस्तो होला तिमीलाई दुख्दा यो मन रुने तिमी हाँस्दै खुसी हुने यस्तो किन भइरहेछ थाहा छैन र यो माया